स्वागत छ आजको यस विशेष प्रस्तुतिमा। ल कुनै ढिला नगरी सिधै विषयवस्तुमा प्रवेश गरौँ है त। मानव स्वास्थ्यलाई एउटा निकै संवेदनशील तराजुको रूपमा कल्पना गरौँ। आज हामी यही शरीरको तराजु कसरी बिग्रिन्छ र कसरी वास्तविक पौष्टिक सन्तुलन प्राप्त गर्न सकिन्छ भन्ने कुराको चिरफार गर्दैछौँ। साँच्चै भन्नुपर्दा हाम्रो शरीर एउटा गजबको मसिन हो, जसलाई चल्न इन्धन मात्र होइन, एकदम सही र सन्तुलित प्रकारको इन्धन चाहिन्छ। आज हामी स्रोत सामग्रीहरूमा आधारित रहेर यसैको वास्तविकता खुतल्नेछौँ। यस जटिल विषयलाई सजिलोसँग बुझ्नको लागि हामी यी जानकारीहरूलाई चारवटा मुख्य खण्डमा बाँडेर हेर्दैछौँ, ठ्याक्कै परिभाषादेखि लिएर यसको समाधानसम्म। ल अब पहिलो खण्डबाट सुरु गरौँ, जहाँ भोकमरी र कुपोषण बारेका हाम्रा पुराना भ्रमहरू पूर्ण रूपमा तोडिनेछन्। यहाँनिर एउटा साँच्चै रोचक कुरा छ है। कुपोषण भनेको खानेकुरा नपाएर दुब्लाउनु मात्र पक्कै होइन। जब शरीरको पोषणको तराजु कुनै पनि दिशामा धेरै ढल्कन्छ नि, हो त्यही अवस्था कुपोषण हो। चाहे त्यो एकदमै कम खाएर होस् वा धेरै अस्वस्थ कुराहरू खाएर होस् वा खाएको कुरा शरीरले राम्ररी नपचाएर नै किन नहोस्। अर्थात् कुरा खानाको मात्राको मात्र होइन, यसको गुणस्तर र शरीरको काम गर्ने तरिकाको पनि हो। र यसले हामीलाई पोषणको तराजुका दुई नितान्त फरक पाटाहरूतर्फ डोर्याउँछ। यो सामग्रीले समस्याको दुईवटा अनुहारलाई कति गजबले देखाएको छ हेरौँ त। एकातिर अल्प पोषण छ, जहाँ क्यालोरी र प्रोटिनको कमीले विशेष गरी बालबालिकाहरूमा पुड्कोपन र ख्याउटेपन जस्ता गम्भीर बाधाहरू ल्याउँछ। अनि अर्कोतिर हेर्दा अति पोषण छ, जहाँ क्यालोरी, बोसो वा चिनीको मात्रा खतरनाक रूपमा बढी हुन्छ। सुन्दा अलि अचम्म लाग्न सक्छ, तर मोटोपन, उच्च रक्तचाप र मधुमेह पनि कुपोषणकै डरलाग्दो रूपहरू हुन्। यी दुवै अवस्था एउटै बिग्रेको तराजुका विपरीत दिशाहरू मात्र हुन्। विशेष गरी अल्प पोषणको कुरा गर्दा जब शरीरलाई महत्त्वपूर्ण निर्माण सामग्रीहरूबाट वञ्चित गरिन्छ नि, तब सिधै रोगहरूले आक्रमण गर्छन्। यो तालिकाले स्पष्ट पार्छ कि आइरनको कमी भयो भने एनिमिया हुन्छ, भिटामिन डी पुगेन भने रिकेट्स अर्थात् हड्डीको रोग लाग्छ, अनि भिटामिन ए को अभावले दृष्टि नै कमजोर बनाउँछ। यो खानाको कमी मात्र होइन, यो त शरीरका विशिष्ट अङ्गहरूमाथिको प्रत्यक्ष प्रहार हो। अब अगाडि बढौँ र यो तराजुलाई सन्तुलनबाट बाहिर धकेल्ने मुख्य कारणहरू र यसले निम्त्याउने शारीरिक असरहरूको श्रृङ्खलालाई नियालौँ। यसका मूल कारणहरू हेर्दा हामी छक्क पर्न सक्छौँ। यो केवल गरिबी र खानाको अभाव जस्तो ठूलो विश्वव्यापी समस्या मात्र होइन। कमजोर सरसफाइ र असुरक्षित पानी जस्ता कुराहरूले पनि सिधै हाम्रो पाचनमा असर गरिरहेका हुन्छन्। यसबाहेक संक्रमण, खानपान सम्बन्धी विकार र कहिलेकाहीँ त सही पोषणको ज्ञान नहुँदा मात्र पनि यो समस्या भित्रभित्रै फैलिरहेको हुन्छ। जब ती भित्री कारणहरूले शरीरमा डेरा जमाउँछन्, तब बाहिर लक्षणहरूको बाढी नै आउन थाल्छ। यो एउटा चेन रियाक्सन जस्तै हो। कमजोर सरसफाइ वा खराब खानाले बिस्तारै बारम्बार बिरामी पर्ने अवस्था ल्याउँछ। तौल घट्नु, एकदमै थकान महसुस हुनु, सुक्खा छाला र पेट सुन्निनु जस्ता लक्षणहरू देखिन थाल्छन्। यी भनेका शरीरले बजाइरहेको खतराको घण्टी हुन्। विशेष गरी बालबालिकामा देखिने एकाग्रताको कमी त झनै चिन्ताजनक हुन्छ। यी चिकित्सकीय तथ्यहरूलाई वास्तविक जीवनसँग जोडेर हेर्नु एकदमै जरुरी छ, किनकि यो तौल वा उचाइको मात्र कुरा हुँदै होइन। यसले हाम्रो समग्र दैनिक जीवनमै असर गर्छ। रोग प्रतिरोधात्मक क्षमतालाई पुरै ध्वस्त पार्छ, नयाँ कुरा सिक्ने क्षमतालाई घटाउँछ, शारीरिक शक्ति सोच्छ र मानसिक स्वास्थ्यमा समेत गम्भीर असर गर्छ। र सबैभन्दा दुःखद कुरा त के भने, विशेष गरी साना बालबालिकाहरूको सन्दर्भमा गम्भीर अवस्थामा यसले ज्यानै समेत लिन सक्छ। यति धेरै गम्भीर असरहरू र डरलाग्दो यथार्थ देखिसकेपछि अब स्वाभाविक रूपमा उठ्ने प्रश्न भनेको यो बिग्रिएको सन्तुलनलाई कसरी ठिक ठाउँमा ल्याउने त? अब हामी समाधानतर्फ लाग्छौँ। यस प्रस्तुतिको अन्तिम खण्ड पूरै रूपमा यही सन्तुलनलाई पुनर्स्थापित गर्ने हतियार र उपचारका विधिहरूमा केन्द्रित छ। उपचारको कुरा गर्दा यो सधैँ समस्या कति गम्भीर छ भन्नेमा भर पर्छ। हल्का अवस्थामा पौष्टिक खानेकुराहरूको नियमित सेवनले नै काम गर्छ, तर अवस्था गम्भीर हुँदै जाँदा जीवनजल र भिटामिन सप्लिमेन्ट्स आवश्यक पर्छ। संक्रमण छ भने त्यसको छुट्टै चिकित्सा उपचार गर्नुपर्ने हुन्छ र अत्यन्तै गम्भीर अवस्थाहरूमा ज्यान बचाउनकै लागि विशेष उपचारात्मक खुवाउने कार्यक्रमहरू नै चलाउनुपर्ने हुन्छ। तर भनिन्छ नि, उपचारभन्दा रोकथाम सधैँ उत्तम हुन्छ। तराजुलाई सुरुमै बिग्रन नदिन एउटा समग्र दृष्टिकोण चाहिन्छ। सन्तुलित खाना खाने, शिशुलाई स्तनपान गराउने, सफा पानी पिउने र सरसफाइमा ध्यान दिने जस्ता दैनिक कुराहरूदेखि लिएर
पोषण शिक्षा र नियमित स्वास्थ्य परीक्षणसम्मका कुराहरू यसमा पर्छन्। यो कुनै रातारात हुने जादु होइन, यो त दैनिक बानी र सामाजिक चेतनाको गजबको संयोजन हो। त्यसैले सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको हाम्रो शरीरको यो टुलकिट हो। कार्बोहाइड्रेट, प्रोटिन, बोसो, भिटामिन, खनिज र पानी। यी 6वटा कुराहरूले नै तराजुलाई सन्तुलनमा राख्न आवश्यक पर्ने सही काउन्टरवेट वा भारको काम गर्छन्। यीमध्ये एउटा मात्र तलमाथि भयो भने पनि अघि हामीले देखेका समस्याहरू सुरु भइहाल्छन्। समग्रमा भन्नुपर्दा यही पौष्टिक टुलकिटलाई सही तरिकाले प्रयोग गर्नु र राम्रो पोषणलाई प्राथमिकता दिनु नै कुपोषणको जुनसुकै रूप विरुद्धको सबैभन्दा ठूलो र निश्चित ढाल हो। अब यस विश्लेषणको अन्त्यमा एउटा गम्भीर प्रश्नमा विचार गरौँ। आउने पुस्ताका लागि यी अत्यावश्यक पौष्टिक तराजुहरूलाई सन्तुलित राख्न र अल्पपोषण तथा अतिपोषण दुवैका मूल कारणहरूलाई जरैदेखि उखेल्न समाज र समुदायले आज सँगै मिलेर कस्ता कदमहरू चाल्न सक्छन्, सोच्नुहोस् त। आजको यस प्रस्तुतिमा साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। स्वस्थ रहनुहोस्, सन्तुलित रहनुहोस्।